सर्वोत्तम पेन्ट्स इन्डस्ट्री कम्पनी लिमिटेडको आइपिओ भर्नुभएको थियो र यो कम्पनीको आइपिओ रिजल्टको प्रतीक्षामा हुनुहुन्छ। अब हजुरहरूको आइपिओ रिजल्टको प्रतीक्षाको घडी भने समाप्त भएको छ। यो कम्पनीले आइपिओ बाँडफाँड मिति भने तय गरिसकेको छ र कम्पनीले कहिले आइपिओ बाँडफाँड गर्दैछ, कम्पनीले सर्वसाधारणको लागि कति किता आइपिओ निष्कासन गरेको थियो, कम्पनीको आइपिओ हामीलाई पर्ने सम्भावना कति रहन्छ र यो कम्पनीको आइपिओमा आवेदन दिने आवेदक मध्ये कति आवेदकलाई भने चाहिँ यो कम्पनीको आइपिओ भने प्राप्त हुनेछ र यो कम्पनीको आइपिओ प्राप्त भएको खण्डमा कम्पनीबाट कति नाफा भने गर्न सकिएला, कम्पनीको वित्तीय अवस्था, प्रति शेयर आम्दानी, इपिएस, बुक भ्यालु कति रहेको छ भनेर यिनै विषयवस्तुलाई समेटेर आजको भिडियोभित्र रहेर चर्चा गर्नेछु। सम्पूर्ण जानकारी पाउनको लागि भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। यदि हाम्रो युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला र फेसबुक मार्फत हेर्दै हुनुहुन्छ भने यस्तै अपडेटको लागि हाम्रो पेजलाई फलो गरेर हामीसँग जोडिन भने चाहिँ सक्नुहुनेछ। अब भने लागौँ आजको सम्पूर्ण विषयवस्तुतर्फ। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज कम्पनी लिमिटेडले जेठको 28 गतेदेखि प्राथमिक शेयर आइपिओ भने निष्कासन गरेको थियो। कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँड गरिसके पश्चात दोस्रो चरणमा आम सर्वसाधारणका लागि भने चाहिँ आइपिओ निष्कासन गरेको थियो। कम्पनीले आफ्नो जारी पुँजी 34 करोड रुपैयाँको 25% ले हुन आउने 8 करोड 50 लाख रुपैयाँ बराबरको 8,50,000 किता शेयर आइपिओ निष्कासन गर्न भने अनुमति पाएको थियो। सोमध्ये 10% अर्थात् 85,000 किता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ भने त्यस्तै कम्पनीले 42,000 किता साधारण शेयर सामूहिक लगानी कोष म्युचुअल फन्डको लागि भने बाँडफाँड गरिसकेको छ। कम्पनीले 17,000 किता शेयर कर्मचारीका लागि छुट्याई बाँकी रहेको 7 करोड 5,50,000 रुपैयाँ बराबरको 7,05,500 किता शेयर भने सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको थियो। सर्वसाधारणका लागि निष्कासन गरेको सो शेयर बिक्री प्रबन्धक ग्लोबल आइमी क्यापिटल लिमिटेडले बिहिबार अर्थात् असारको 11 गते भने चाहिँ आइपिओ बाँडफाँड गर्ने तयारी गरेको छ। कम्पनीले जेठको 28 गतेदेखि असारको 2 गतेसम्म सर्वसाधारणका लागि कुल 7,05,500 किता शेयर भने निष्कासन गरेको थियो र कम्पनीले निष्कासन गरेको आइपिओ बन्द मितिको 9 दिन पश्चात भने यो कम्पनीको आइपिओ बाँडफाँड गर्ने तयारी भने भएको हो। कम्पनीको आइपिओमा अत्याधिक मात्रामा आवेदन परेको हुँदा यो कम्पनीको आइपिओ गोलाप्रथा मार्फत भने बाँडफाँड हुनेछ। यसरी गोलाप्रथा मार्फत बाँडफाँड गर्दा कम्पनीको आइपिओ 70,550 जना आवेदकले भने चाहिँ 10 किताका दरले भने प्राप्त गर्नेछन्। कम्पनीको आइपिओमा आवेदन दिने कुल आवेदक मध्ये बाँकी आवेदकको भने चाहिँ हातृत्व नै हुने भने देखिन्छ र यो कम्पनीको आइपिओ हामीलाई प्राप्त गर्नको लागि भने भाग्यकै भर पर्नुपर्ने भने देखिन्छ। कम्पनीले थोरै किता मात्र आइपिओ निष्कासन गरेको हुँदा यो कम्पनीको आइपिओ हात पार्न भन्ने निकै हम्मे भने चाहिँ देखिन्छ। आइपिओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी BB- इस्युअर रेटिङ भने प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत भने गर्दछ। सर्वोत्तम पेन्ट्स इन्डस्ट्री कम्पनी लिमिटेडको प्रति शेयर आम्दानी इपिएस 1 रुपैयाँ 30 पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ यानि कि कम्पनीको बुक भ्यालु 111 रुपैयाँ भने रहेको चाहिँ देख्न सकिन्छ र कम्पनीको वित्तीय अवस्था हेर्दा कम्पनीको वित्तीय अवस्था पोजिटिभमा रहेको यानि कि कम्पनी नाफामा छ भन्ने चाहिँ बुझ्न सकिन्छ र कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आए पश्चात कम्पनीको मार्केट प्राइस कहाँसम्म पुग्ला भन्ने सन्दर्भमा कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको किता भने थोरै मात्र रहेको हुँदा कम्पनीको शेयरमा छिटो सेलिङ प्रेसर आउने सम्भावना कम रहन्छ। यो कम्पनीको मार्केट प्राइस भनेको प्रति किता 1200 देखि 1500 यानि कि 1000 को लगानीबाट 12 देखि 15,000 रुपैयाँ चाहिँ नर्मल्ली पनि कम्पनीबाट प्रफिट गर्न सकिने अवस्था भने चाहिँ रहन्छ। यो त थियो सर्वोत्तम पेन्ट्स इन्डस्ट्री कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड सम्बन्धी जानकारी। यो जानकारीमूलक भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परेको भए भिडियोलाई एउटा लाइक गर्नुहोला र केही प्रश्न तथा जिज्ञासाहरू भए भिडियोको तलपट्टि कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नुहोला। आजको भिडियो यति नै, फेरि भेट्नेछु अर्को भिडियोमा।